हेलो नमस्ते सबैजनालाई। आज चाहिँ म एउटा इन्ट्रेस्टिङ कुरा सेयर गर्न जाँदैछु। त्यो चाहिँ हाम्रो क्लासमा एकजना प्रोफेसर हुनुहुन्छ। ऊ चाहिँ एकदम इन्स्पायरिङ, इङ्गेजिङ होइन पोजिटिभ टाइपको मान्छे हुनुहुन्छ। उसले चाहिँ हामीलाई के भन्नुहुन्छ भने लाइफमा चाहिँ सानो सानो कुरामा खुसी हुनुपर्छ, सानो सानो कुरालाई लिएर हामीले यस्तो मेमोरिजहरू क्रिएट गर्नुपर्छ भनेर भन्नुहुन्छ। अन्त इक्जाम्पल उसले के गर्नुहुन्छ भने क्लासमा जब ऊ आउनुहुन्छ उसले ड्रेसअपहरू राम्रो गरेर आउनुहुन्छ नि त। त्यहाँदेखि भन्नुहुन्छ लुक एट माई ड्रेसअप, क्या सबै म्याचिङ छ यस्तो भनेर, सबै राम्रो छ भन्छ। त्यहाँदेखि अरू कुराहरू पनि उल्लेख छैन, मैले यस्तो गरेँ उस्तो गरेँ भनेर। इट्स नट एबाउट ब्रेकिङ टाइपको, तर अब अलरेडी हासिल गरेको उसले एचिभ गरेको कुराहरू भन्नुहुन्छ नि त। तर उसको त्यो एभ्री कुरामा एउटा लेसन हुन्छ। अन्त त्यस्तै गरेर एक दिन चाहिँ उसले एउटा ब्रान्डेड टी सर्ट लगाएर आएको हुन्छ। आएको दिनमा चाहिँ उसले सबैलाई देखाउनु भयो अरे, स्टाफ रुममा गयो कलिग्सहरूलाई। तर उसले अब मेरो टी सर्ट यति ब्रान्डेड हो भनेर चाहिँ होइन, साथीभाइको छेउमा गएर साथीहरू भेट्नु गएको जस्तो गरेर सो अफ गरेको अरे उसले चाहिँ। त्यो चाहिँ अब अरूले हेर्दा चाहिँ ओह ब्रान्डेड रहेछ भनेर सबैले कम्प्लिमेन्ट दियो अरे। ऊ चाहिँ पुरा खुसी भयो भन्छ। अन्त हामीलाई पनि भन्नुहुन्छ कि आफ्नो केही लुगाहरू राम्रो छ कि केही कुरा छ भने सो अफ भन्नुहुन्छ क्या। बिकज टाइम इज रनिङ आउट, लाइफ इज सर्ट। आज हुन्छ कि भोलि हुन्छ। अब कहिले म यस्तो खतरा भएर देखाउँछु भन्दा होइन, अब जहिले हुन्छ सो अफ हुन्छ। इट गिभ्स यु ह्याप्पिनेस अर्काले कम्प्लिमेन्ट दिँदा। अन्त त्यस्तो सानो सानो कुरा लिएर चाहिँ हामी ह्याप्पी हुनु, अर्काले पनि त्यस्तो गरिरहेछ भने आफूले कम्प्लिमेन्ट दिनु होइन। अन्त त्यही सो अफ गर्नु मात्रै होइन, अब अरू केही एचिभमेन्ट छ केही यस्तो छ भने सेलिब्रेट गर्नु यस्तो भनेर भन्नुहुन्छ। मलाई त्यसले चाहिँ एकदम हिट गरेँ कि मेरो ब्याड टाइम चल्दाखेरि मेरो स्ट्रगलको पिरियड छ, यस्तो प्रोसेस छ, म अब यस्तो गर्दिनँ, गुड टाइम्समा मात्रै म अब राम्रो बस्छु ह्याप्पी बस्छु भनेर। वेन आई बिकम सक्सेसफुल त्यति बेला मात्रै म होइन देखाउँछु दुनियाँलाई कि पोस्ट गर्छु कि म केही गर्छु भनेर। क्या यस्तो सोच छ भने आई थिङ्क द्याट्स नो, किनभने ब्याड टाइम्स त कहिले पनि आउनु सक्छ। सो क्रिएट योर अन ह्याप्पिनेस वेन यु लुक ब्याक। त्यो फोटोहरू हुन्छ, त्यो मेमोरिजहरू हुन्छ, कस्तो भएको थियो, त्यही सानो मोमेन्टहरू मात्रै हामीले याद हुँदो रहेछ क्या। द्याट्स माई लेसन। तपाईँहरूलाई कस्तो लाग्यो? यु क्यान लिभ योर ओपिनियन। सी यु नेक्स्ट टाइम।